के हो त एनएलपी? एनएलपी भनेको न्यूरो ल्याङ्ग्विस्टिक प्रोग्रामिङ, अर्थात् न्यूरोलोजी अर्थात् तपाईको ब्रेन। यो ब्रेनले रिसिभ गर्ने काम गर्छ। जस्तो तपाईको आँखाले हेरेर भिजुअलाइज गरेर, दोस्रो कानले सुनेर र तेस्रो तपाईले महसुस गरेर काइनेस्थेटिक कुनै केही चीज सुन्नुहुन्छ, त्यसरी तीन तरिकाबाट तपाईले ब्रेनले रिसिभ गरिरहेको हुन्छ। एल अर्थात् ल्याङ्ग्वेज, तपाईले प्रयोग गर्ने भाषा। तपाई अरूसँग कसरी बोल्नुहुन्छ, तपाई युनिभर्ससँग माथि कसरी बोल्नुहुन्छ, तपाई आफूले आफूसँग कसरी बोल्नुहुन्छ, त्यो तपाईले प्रयोग गर्ने भाषा ल्याङ्ग्वेज। र तेस्रो भयो प्रोग्रामिङ। जस्तो कम्प्युटरमा कन्ट्रोल सी गऱ्यो भने कपी हुन्छ, कन्ट्रोल जेड गऱ्यो भने तपाईको पेस्ट हुन्छ। त्यस्तै तपाईको दिमागमा पनि एउटा प्रोग्रामिङ बनिसकेको हुन्छ फिक्स। तपाईको रिसिभ जुन गरिरहेको हुन्छ, तपाईले कुराहरू जुन भाषा प्रयोग गरिरहेको हुन्छ त्यो कसरी प्रयोग गर्नुहुन्छ, तपाईको दिमागमा एउटा फिक्स प्रोग्राम बनेको कारण त्यसरी तपाई बोलिरहनु भएको हुन्छ हैन, भाषा प्रयोग गरिरहेको हुन्छ। र बेसिकली एनएलपीले चाहिँ के गर्छ भने तपाईको इमोसन्समा, तपाईको थट्समा, तपाईको फिलिङ्समा मास्टर गरी हैन, त्यो पुरानो बिलिफ सिस्टमहरुलाई, पुरानो प्याटर्नहरुलाई चेन्ज गरी, तपाईको ब्रेनलाई रिवायर गरी, तपाईको ह्याबिट र बिहेभियरहरु चेन्ज गर्न यसले मद्दत गर्दछ।